हेलो साथीहरू सबैलाई नमस्कार होइन फेरि पनि मेरो ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन। सो साथीहरू तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला होइन, म पनि सन्चै छु होइन। सो हाल चाहिँमा साथीहरू होइन मौरिसियस साउथ अफ्रिकाको कुनै कन्ट्री छ, सानो टापु होइन, जुन चाहिँ आइल्यान्ड हो होइन। त्यो देशमा छु होइन। सो यहाँ चाहिँ साथीहरू कस्तो छ भन्दामा होइन, यहाँका मान्छेहरू चाहिँ हेर्दाखेरि एकदमै राम्रो, कुराकानी चाहिँ एकदमै राम्रो। अरू देशभन्दा मलाई यहाँको चाहिँ होइन मान्छेहरू एकदम सही लाग्यो। सबैसँग टक्क ठुलो भयो भने सानो भयो भने मजाले चाहिँ होइन एकदम राम्रो तरिकाले बोल्ने कि एकदमै सही छ होइन। अब पैसाको कुरा गर्दामा साथीहरू होइन, अब पैसा यहाँ ठिकै छ भन्नुपर्छ। अब कमाउने मान्छेले ठिकै कमाउँछ होइन। अब नकमाउनेले अब त्यस्तै त हो यार, जहाँ जसको किस्मत राम्रो हुन्छ। विदेश भनेको यस्तो साथीहरू होइन जुवा हो क्या एउटा। यो चाहिँ अब तपाईँको पढे लक रहेछ भने होइन, लकले चाहिँ तपाईँलाई साथ दियो भने तपाईँले चाहिँ राम्रै पैसा कमाउन सक्नुहुन्छ। यो कुकुरले बडा डिस्टर्ब गर्छ यार, जहिले म भ्लग बनाउँछु यो कुकुर भोगेको वाक्क भइसक्यो यार। सो साथीहरू होइन त्यही हो, मौरिसियस आउने साथीहरूलाई म के भन्न चाहन्छु भने होइन, साथीहरू तपाईँहरू चाहिँ बढी लगानी लगाएर चाहिँ मौरिसियस नआउनु होला होइन। एकदमै कम लगानीमा होइन मौरिसियस आउनुभयो भने तपाईँहरूलाई राम्रो हुन्छ। किन भन्दा यहाँ सेलरी भनेको जस्तो छैन होइन, सबै चिजहरू महँगो छ होइन। त्यही भएर म सबैलाई के भन्छु भने तपाईँहरू आउनुहुन्छ भने होइन 2 लाख 2.5 लाखदेखि माथि चाहिँ होइन एजेन्टलाई टिकट पनि नदिनु होला होइन। एजेन्टको थ्रु आउनुहुन्छ भने होइन त्योभन्दा महँगो लगाएर आउनुभयो भने साथीहरू होइन त्यति कमाइ पनि हुँदैन, खाना बस्न पनि एकदम महँगो होइन। कम्पनी फेरि कस्तो पढ्ने, के काम पढ्ने होइन, एकदमै गाह्रो हुन्छ। सो त्यही हो साथीहरू, विदेश आउँदाखेरि मौरिसियस आउँदाखेरि एकदमै सोचेर आउनु होला होइन। सो आजको ब्लग चाहिँ यही नै खतम हुन्छ साथीहरू होइन। अब तपाईँहरूलाई यहाँ देखाउने केही नै छैन, यसो यता कुन्टातिर आएर लुकेर बनाइरहेको छु होइन। किन लाज लाग्छ यार ब्लग बनाउनु मलाई, किन त्यसरी मान्छेको अगाडि मैले कहिले ब्लग बनाएको छैन। सो त्यही हो, विदेश आउँदाखेरि मौरिसियस आउँदाखेरि कहीँ पनि जाँदाखेरि तपाईँले चाहिँ होइन अलिक राम्रोसँग जानु होला होइन, अलिक बुझेर जानु होला है। त्यही भन्न चाहन्छु। ल आजको ब्लग चाहिँ यहीँ खतम हुन्छ साथीहरू होइन। अर्को ब्लगमा फेरि भेटौँला, बाई बाई।